Hello everyone, welcome back to my channel. So सबैजनालाई नमस्ते. हजुरले देखिराख्नु भएको छ होला यो फ्रुट हैन? यो फ्रुट नै हो. अनि गेस गर्न सक्नुहुन्छ कुन फ्रुट होला भनेर? सो मैले भन्न गइरहेछु फ्रुटको नाम इट्स अ रोज एप्पल. यो फ्रुटको नाम रोज एप्पल हो जहाँ रेयरली पाउँछ. यो चाहिँ सुगरहरुको लागि पनि बेनिफिट हुन्छ. जसलाई सुगर लागेको छ उनीहरूले यो रोज एप्पल खाँदा हुन्छ केही हानिकारक पुर्याउँदैन. सो मेरो भाइले यता टिपिरहेको छ रोज एप्पल. हाई भनन भाइ. ल हेर्न सक्नुहुन्छ रोज एप्पलहरु रुखभरि त छप्पै लागिरहेको छ. यो वर्षमा 2 चोटि हुन्छ. र चाहिँ कस्तो अर्कै लाग्यो होला हैन, तर टेस्ट चाहिँ एकदमै गुलियो हुन्छ है. एकदमै स्वीट, टेस्टी, डिलिशियस सबै हुन्छ. अनि त्यसपछि यो फेरि मनसुनको बेला पानी पर्यो भने फेरि एकदमै यसको टेस्ट फेरि खल्लो हुन्छ. सो पानी पर्नु भन्दा अगाडि यो हामीले टिपेर राख्नु पर्छ कि त फेरि एकदमै खल्लो हुन्छ, टेस्टलेस हुन्छ पुरा पानी पर्यो भने. सो मैले खान स्टार्ट गरिसकेको छु र हेर्न सक्नुहुन्छ मैले कति आधी भन्दा पनि धेरै भइसकेको छु. एकदमै टेस्टी छ, डिलिशियस सबै छ, एकदम मिठो छ. फेरि मैले एउटा लिइसकेको छु. ल अब खान्छौँ है. कस्तो दामी छ, कस्तो टेस्टी छ. मेरो त फेभरेट हो. फर्स्ट टाइम मैले यो रुख चाहिँ लगाएको 2 इयर्स भयो हैन. अनि यति छिटो बोट बढेर अनि यो फ्रुट पनि दिने भइसक्यो रोज एप्पल. कस्तो मिठो. मेरो त त्यहाँदेखि फेभरेट हो. त्योभन्दा अगाडि मलाई थाहा थिएन रोज एप्पल भनेको के हो. जब घरमा लगायो अनि फ्रुट निक्ल्यो नि बल्ल मैले थाहा पाएँ. एकदमै टेस्ट आउँथ्यो. मेरो फेभरेटै भयो. दामी. हाम्रो भुन्टेलाई हेर्न सक्नुहुन्छ रोज एप्पल खाँदैछ. कालु रोज एप्पल खाइरहेको. यहाँ नि हाम्रो भुन्टे भुटुङ्गलीहरू छ. Thank you for watching. See you in the next video. Bye bye.